नमस्कार साथीहरू। आत्महत्या किन गरिरहेका छन्? किन आत्महत्या गर्नेको सङ्ख्या तीव्र गतिमा फैलिरहेको छ? सेप्टेम्बर 10 तारिक आत्महत्या रोकथाम दिवसको रूपमा सारा संसारमा मनाइन्छ। अहिले सारा संसारमा आत्महत्या गर्ने व्यक्तिको सङ्ख्या धेरै बढेको छ, जसमा लिथुनिया, दक्षिण कोरिया, रसिया जस्ता देशहरू पहिलो नम्बरमा पर्दछन्। नेपाल पनि WHO को तथ्याङ्क अनुसार आत्महत्या गरेर मर्ने टप 15 देशभित्र पर्दछ। यो साँच्चै दुःखको कुरा हो। नेपालमा 2022 र 23 को डेटा अनुसार प्रतिवर्ष 7860 जनाले आत्महत्या गरेका छन्। लगभग दैनिक रूपमा हिसाब गर्ने हो भने झन्डै 20 देखि 21 जनाले आत्महत्या गरेका छन्। तर यसको सङ्ख्या अझै बढ्दै गइरहेको छ। भनिन्छ मृत्यु भनेको मानिसको सबैभन्दा ठुलो डर हो। तर किन मानिसहरू मृत्युको बाटो रोज्छन्? आत्महत्या गर्नुको कारण के हो? आउनुहोस् चर्चा गरौँ। लगाउनभन्दा अघि यो कति प्रकारका हुन्छन् भन्ने बारे पत्ता लगाऊ। मनोवैज्ञानिकको थ्योरी अनुसार आत्महत्याको कारण 4 प्रकारका हुन्छन्। पहिलो नम्बर रहेको छ इगोस्टिक सुसाइड। इगोस्टिक सुसाइड भनेको एकान्त ठाउँमा समाज र परिवारबाट एक्लै भएको अवस्थामा हुन्छ। उनीहरूमाथि सङ्कट आउन साथ उनीहरूलाई लाग्छ कि उनीहरूको दुःख अरू कसैले बुझ्न सक्दैनन् र सहयोगको लागि कोही छैनन्। अब मेरो समस्याको कुनै समाधान छैन र आत्महत्या नै अन्तिम समाधान जस्तो लाग्छ। दोस्रो रहेको छ अल्ट्रुस्टिक सुसाइड। अल्ट्रुस्टिक सुसाइड भनेको समाजमा धेरै घोलमिल भएको अवस्थामा हुन्छ। कुनै पनि प्रतियोगितामा अथवा पढाइमा सधैँ प्रथम हुने व्यक्ति यदि कुनै कारणवश ऊ प्रथम हुन असफल हुन्छ भने अब मलाई समाजले, परिवारले, साथीभाइले कस्तो दृष्टिले हेर्ने होलान्, के सोच्ने होलान् भन्ने चिन्ताले डर मान्ने अवस्थामा हुन्छ। तेस्रो रहेको छ एनिमिक सुसाइड। एनिमिक सुसाइड भनेको कुनै पनि मानिस एकदम लगनशील भएर मेहनत गरेर आफ्नो लक्ष्य प्राप्त गर्न सामाजिक नियमभन्दा माथि गएर काम गर्छ। तर त्यो पछि गएर एउटा लेभलमा पुगेर तल झऱ्यो भने त्यस व्यक्तिले अपनाउन सक्दैन र आफ्नो आत्मसम्मान गुमेको महसुस गर्छ र आत्महत्या गर्ने अवस्थामा आउँछ। चौथो रहेको छ फ्याटलिस्टिक सुसाइड। फ्याटलिस्टिक सुसाइड भनेको विशेष गरी अरूको दबावमा परेर आफूले आफूलाई स्वतन्त्र महसुस गर्न नपाएर हुने गर्छ। जस्तै श्रीमानले श्रीमतीलाई दबाब दिने, सासू ससुराले बुहारीलाई धम्काउने, दबाब दिने, अनादरपूर्ण बोली बेहोरा गर्ने, गाउँ समाजले आरोप लगाउने, हिंसा गर्ने, भेदभाव गर्ने, एकले अर्कालाई धोका दिने, यस्ता कारणहरूले आत्महत्या गर्ने गर्छन्। साथीभाइहरू, यी रहेका छन् आत्महत्याका मुख्य कारणहरू। बेरोजगार र आर्थिक समस्याहरू आत्महत्याको मुख्य कारण भएकोले युवा तथा बेरोजगार जनसङ्ख्यालाई नेपाल सरकारले शिक्षा र रोजगारको अवसर प्रदान गर्नु पर्दैन र आत्महत्या रोकथामको लागि नेपाल सरकारले पनि धेरै कोसिस गरिरहेको छ। तर हामी आफै पनि धेरै जागरुक हुनु जरुरी छ। परिवार, साथी र समाजको समर्थनले आत्महत्या रोक्न ठुलो भूमिका खेल्छ। सङ्कटमा परेका व्यक्तिलाई समर्थन दिनु, उनीहरूको कुरा सुन्ने र सहयोग गर्नु के साँच्ची यस्तो कार्यद्वारा हामीले थोरै भए तापनि पीडित व्यक्तिलाई सहयोग गर्न सक्दैनौँ र साथीहरू, सबैभन्दा महत्त्व भनेको सङ्कटमा परेको व्यक्ति आफै दरिलो हुनुपर्छ, आशा र धैर्य गर्नुपर्छ। जस्तोसुकै परिस्थिति आए पनि एक न एक दिन सबै राम्रो हुन्छ भन्ने आत्मविश्वास गर्नुपर्दछ। आफ्नो समस्या आफ्नो साथीभाइ वा आमा बुवालाई सेयर गर्नुपर्छ, किनभने हामी सङ्कट वा समस्यामा पर्दा हामीलाई माया गरेर हाम्रो मन बुझिदिने भनेकै हाम्रो आमा बुवा हो। आमा बुवाको सबैभन्दा ठुलो धन र सर्वस्व सन्तानको खुसी हो। त्यसैले साथीहरू, निष्कर्ष यही हो, मानिसको जीवनभन्दा ठुलो केही होइन। जीवन छ, सबै कुरा छ, जीवन छैन, केही छैन। हाम्रो एक गलत निर्णयले हामीपछि हाम्रो परिवार आफन्तजनहरूलाई धेरै पीडा हुन सक्छ। त्यसैले कहिल्यै पनि हार नमानौँ साथी हो, सङ्घर्ष गरौँ। धन्यवाद। भिडियो कस्तो लाग्यो? यदि राम्रो लागेको भए साथीभाइहरूलाई सेयर गरिदिनु होला। तपाईँको एक सेयरले हुनसक्छ कसैको जीवन बच्न सक्छ।